हेलो, वेलकम ब्याक। नमस्ते छ सबैलाई। आजको सब्जेक्ट छ SO 576 फ्यामिली एन्ड हाउसहोल्ड इन ट्रान्जिसन मास्टर्स अफ आर्ट्स इन सोसियोलोजी सेकेन्ड सेमेस्टर। र आजको विषय भनौँ न परिवार र घरधुरी जुन चाहिँ परिवर्तनशील छन्, परिवर्तन हुँदै गइरहेका परिवार र घरधुरी भनेर बुझ्न पर्यो हैन। अब फर्स्टमा जान्न पर्यो फ्यामिली भनेको के हो, हाउसहोल्ड भनेको के हो हैन। अब सुरुमा एक लाइनमा भन्नुपर्दा चाहिँ फ्यामिली भन्नाले a group of people related by blood, marriage or adoption who live together or maintain close relationships भनेको चाहिँ रगत विवाह वा अङ्गीकरणद्वारा एडप्सनद्वारा सम्बन्धित व्यक्तिहरूको समूह जो सँगै बस्छन् वा नजिकको सम्बन्ध राख्छन् त्यसलाई परिवार भनिन्छ। त्यसपछि हाउसहोल्डको पनि जान्नु पर्यो। हाउसहोल्ड भनेको अ ग्रुप अफ पिपुल लिभिङ टुगेदर इन द सेम हाउस वेदर दे आर रिलेटेड अर नट अनि सेयरिङ अ कमन कुकिङ पट भनेको चाहिँ हाउसहोल्ड भयो। अनि त्यसपछि नेपालीमा एउटै घरमा सँगै बस्ने व्यक्तिहरूको समूह चाहे तिनीहरू सम्बन्धित हुन् या नहुन् तर नहुन् एउटै ठाउँ एउटै चुलोमा खाना पकाउने खाने गरेर बसिराख्ने गर्ने त्यसलाई भनिन्छ। अब घरधुरी हाउसहोल्ड भन्नु पर्यो। र फर्स्ट क्वेसन छ वाट आर थियोरिटिकल इम्पोर्टेन्स अफ फ्यामिली एज अ सोसियल इन्स्टिट्युसन। एउटा सामाजिक संस्थाको रूपमा चाहिँ फ्यामिलीको के इम्पोर्टेन्स छ थियोरिटिकल रूपमा व्याख्या गर्नुपर्दा भन्नुहोस् भनेर लेखेको छ। पहिला सुरुमा चाहिँ माथिको जस्तो डेफिनेसन लेख्नु पर्यो हैन। अनि फ्यामिली इज बेसिक एन्ड इसेन्सियल युनिट अफ सोसियल स्ट्रक्चर। एउटा सामाजिक संरचनाको आधारभूत एकाइ भनेको परिवार हो। त्यसपछि चाहिँ प्रत्येक परिवारको सदस्यहरूलाई एउटा एउटा पारिवारिक सदस्यको रूपमा भनिन्छ। त्यसपछि चाहिँ यो शिक्षा र सामाजिकरणको एउटा संस्था आधारभूत संस्था पहिलो संस्था भनेर चाहिँ परिवारलाई मान्न सकिन्छ भनेर लेख्न पर्यो। त्यसपछि चाहिँ जसरी जसरी ह्युमन सिभिलाइजेसन मानव सिभिलाइजेसन बढ्दै बढ्दै गयो त्यसरी नै फ्यामिलीको चाहिँ संरचना स्ट्रक्चर फङ्सन हैन रोल अनि नम्बर अनि साइज अनि अरू कुरा पनि बढ्दै र चेन्ज हुँदै हुँदै गयो भनेर सुरुमा लेख्नु पर्यो हैन। त्यसपछि चाहिँ द थियोरिटिकल इम्पोर्टेन्स अफ द फ्यामिली 1962 भनेर चाहिँ सोसियोलोजिस्ट विलियम जे गुडेले चाहिँ लेख्नु भएको यो बुक हो हैन। उहाँको यो बुकमा चाहिँ यो फ्यामिलीको थियोरिटिकल इम्पोर्टेन्सको बारेमा लेखेको छ। त्यसपछि चाहिँ थियोरिटिकल इम्पोर्टेन्स अब यस प्रकार लेख्नु भएको छ कि उहाँले है। अनि त्यसपछि यो यसरी याद गरे पनि हुन्छ। अर्को तरिकाले चाहिँ जुन परिवारको फङ्सन हुन्छ नि फ्यामिलीले के काम गर्छ हो त्यो सम्झेर त्यो लेखिदिँदा पनि हुन्छ मिल्छ है। अनि यहाँ यो राइटरले के लेख्नु भएको छ भने सुरुमा चाहिँ फ्यामिली चाहिँ त्यो एकमात्र त्यस्तो सामाजिक संस्था हो धर्मलाई छोडेर हैन। धर्मलाई छोडेर त्यो एकमात्र सामाजिक संस्था हो जुन चाहिँ सबै समाजले फलो गर्छन्, जुन चाहिँ सबै समाजले अपनाएका छन्। परिवार भन्ने अवधारणालाई सबै समाजले अपनाएका छन्। जसरी धर्म भन्ने अवधारणालाई अपनाएका छन् नि त्यस्तै एउटा छ सुरुमा। त्यसपछि चाहिँ अर्को फेरि एउटा सोसियल एजेन्सी हो फ्यामिली हैन। जसमा चाहिँ भिन्न भिन्न सामाजिक प्रयासहरू कार्यक्रमहरू कार्यहरू भइराख्छन्। एउटा सोसियल एजेन्सीको रूप हो फ्यामिली भनेर भन्नुभएको छ। अर्को फेरि अनि जसरी जसरी टेक्नोलोजी बढ्दै बढ्दै गए त्यसरी चाहिँ यो परिवारको अर्थ पनि बढ्दै बढ्दै गयो। पहिला टेक्नोलोजी नबढ्दाखेरि एउटा कानुनी रूपमा एउटा वैधानिक रूप भनेर भनिन्थ्यो फ्यामिली। अब जसरी जसरी बढ्दै गयो त्यसलाई चाहिँ अब
छुट्टै के एउटा व्यक्तिगत रूपमा या भिन्नै स्तरबाट चाहिँ बुझ्न थालियो परिवार भनेर। त्यसपछि चाहिँ त्यो समाजमा आर्थिक, सामाजिक अनि त्यसपछि नैतिक होइन यिनीहरू प्र्याक्टिसेसहरू चाहिँ त्यति विकास नभए पनि यो फ्यामिली अनि त्यसपछि इन्टर फ्यामिली रिलेसनले चाहिँ एकदमै इम्पोर्टेन्ट रोल प्ले गरेको छ यो सोसियल अर्डर मेन्टेन गर्नलाई के सामाजिक जुन सन्तुलन अर्डर हुन्छ नि त्यसलाई चाहिँ मेन्टेन गर्नको लागि फ्यामिलीले एकदम ठुलो रोल प्ले गरेको छ। अनि सोसियल अर्डर मेन्टेन गर्नको लागि सोसियल कन्ट्रोल मेन्टेन गर्नको लागि चाहिँ पहिल्यैदेखि परिवारले ठुलो भूमिका खेल्दै आएको छ भनेर यसरी भन्नु पर्यो होइन। अनि अर्को तरिकाबाट के पनि थप्न सकिन्छ भने फ्यामिलीले चाहिँ आधारभूत यो जुन निड्सहरू हुन्छ नि आवश्यकताहरू फुलफिल गर्नलाई हेल्प गर्छ। जस्तो कि फुलफिलमेन्ट्स अफ सेक्सुअल निड्स, त्यसपछि रिप्रोडक्सन होइन, त्यसपछि चाहिँ सेफ्टीको कुरा, सेफ्टी यिनी निड्सहरूलाई चाहिँ फुलफिल गर्न हेल्प गर्छ। अनि अर्को फेरि यो समाजमा चाहिँ एउटा सामाजिक स्तर प्रदान गर्न हेल्प गर्छ अनि सामाजिकीकरण गराउन हेल्प गर्छ। त्यसपछि सोसियल कन्ट्रोल सामाजिक नियन्त्रण गराउन हेल्प गर्छ। त्यसपछि चाहिँ शिक्षाको पनि उस्तै के अरे स्तर बढाउनलाई एभाइलेबिलिटी दिनलाई हेल्प गर्छ। त्यसपछि चाहिँ यो आर्थिक रूपमा पनि फ्यामिलीले हेल्प गर्ने जो भयो होइन। फ्यामिली इज रिगार्डेड एज युनिट अफ प्रोडक्सन, उत्पादनको एउटा एकाइको रूपमा चाहिँ परिवारलाई लिन सकिन्छ भनेर लेख्नु पर्यो होइन। अनि डिभिजन अफ लेबर गराउँछ यसले फ्यामिलीले। त्यसपछि चाहिँ यो व्यक्तिगत रूपमा पनि पर्सनालिटी डेभलपमेन्ट गराउने हेल्प गर्छ। त्यसपछि चाहिँ साइकोलोजिकल वा मेन्टल सेक्युरिटी दिने हेल्प गर्छ। किनभने फ्यामिली छ, मेरो परिवार छ, मलाई साथ दिने मान्छे छन् भनेर मान्छेले चाहिँ यो मनोवैज्ञानिक रूपमा पनि स्टेबल सेक्योर छु, मलाई केही पनि हुन्न भन्ने चाहिँ त्यस्तो भावना ल्याउँछ भनेर चाहिँ फ्यामिलीले यस्तो यस्तो गर्छ। फ्यामिलीको धेरै फङ्सन्सहरू हुन्छ होइन। अनि त्यसपछि एउटा इन्डिभिजुअललाई पनि आफूलाई भित्रैदेखि विकास गर्नलाई आफ्नो शारीरिक, मानसिक, सामाजिक, आर्थिक, शैक्षिक सबै कुराबाट विकास गर्नलाई फ्यामिलीले ठुलो हेल्प गर्छ। अनि त्यसपछि सोसियोलोजिकल पोइन्ट अफ भ्यूबाट हेर्दा पनि यो सोसियल अर्डर मेन्टेन गर्नलाई चाहिँ यो सामाजिक संस्थाको चाहिँ मेन के जुन सेन्टर एकाइ हुन्छ नि केन्द्रीय एकाइको रूपमा चाहिँ फ्यामिलीले हेल्प गर्छ भनेर चाहिँ भन्न पर्यो होइन। अनि फ्यामिली भयो भने एउटा इन्डिभिजुअल या ग्रुप अफ इन्डिभिजुअल चाहिँ सर्भाइभ गर्छ, बाँच्नको लागि पनि परिवार चाहिन्छ भनेर यसरी पनि लेख्न सकियो। अनि त्यसपछि it is also the unit that meets the basic needs of individual such as food, housing, affection, security and sex हैन। यो चाहिँ कुनै पनि एउटा व्यक्तिको चाहिँ आधारभूत आवश्यकताहरू पूर्ति गर्नको लागि चाहिँ बनाइएको एकाइ भनेको चाहिँ परिवार हो। आधारभूत आवश्यकताहरू के पर्यो त घाँस पास कपास परिहाल्यो। त्यसपछि चाहिँ एफेक्सन माया स्नेह चाहियो, सेक्युरिटी सुरक्षा चाहियो। त्यसपछि अब रिप्रोडक्सनको लागि सेक्सको फुलफिलमेन्टको गर्नको लागि पनि फ्यामिली चाहिन्छ होइन। त्यसपछि चाहिँ सामाजिक जुन उद्देश्य गोल्सहरू फुलफिल गर्नको लागि पनि एउटा परिवार चाहिन्छ भनेर चाहिँ यसरी थ्योरिटिकल्ली एउटा फ्यामिली इम्पोर्टेन्ट छ भनेर गुडेले आफ्नो आर्टिकलमा लेख्नु भएको छ भनेर एन्सर दिनु पर्यो। अब सेकेन्ड क्वेसन छ डेभलपमेन्ट साइकल अफ डोमेस्टिक युनिट बाई राइटर सिल्भिया जुनको याङ्गिसा भनेको चाहिँ यो घरेलु एकाइको चाहिँ विकासको क्रम या विकासको चक्रलाई एक्सप्लेन गर्नुहोस्। सिल्भिया जुनको याङ्गिसाको आर्टिकल अनुसार भनेर भन्छ। यसमा चाहिँ सुरुमा हामीले बुझ्नु पर्यो घरेलु एकाइ भनेको के हो हैन। An organization or social unit which is active in fulfilling daily living needs such as food, consumption, child nutrition and education is called domestic unit। भनेको चाहिँ त्यस्तो संस्था वा सामाजिक एकाइ जो चाहिँ
दैनिक जीवनको चाहिँ आवश्यकताहरू पूर्ति गर्नको लागि एक्टिभली इन्भल्भ छ सच एज के हुन्छ त्यो दैनिक आवश्यकताहरू खाना खपत चाइल्ड न्युट्रिसन बालबच्चाको न्युट्रिसन पोषण एन्ड एजुकेसन इज कल्ड डोमेस्टिक युनिट त्यस्तो सामाजिक एकाइ जुन चाहिँ दैनिक जीवनको आवश्यकताहरू पूर्ति गर्नको लागि खटिरहेको हुन्छ त्यस्तो एकाइलाई भनिन्छ घरेलु एकाइ र दैनिक जीवनहरूमा दैनिक आवश्यकताहरूमा चाहिँ खाना खपत बाल पोषण र शिक्षा पर्दछन् हैन कुनै पनि एउटा हाउसहोल्ड मेम्बर ले चाहिँ एउटै मात्र काममा लागि परेको हुँदैन त्यो हाउसहोल्ड मेम्बरले अरू साझा कामहरू फङ्सन्सहरूमा पनि इन्भल्भ भएको हुन्छ त्यो साझा फङ्सन्सहरू के हुन सक्यो म्यारिज सबै सोसाइटीमा सबै पिपुलले गर्छन् सबैको अधिकार हुन्छ विवाहमा रिप्रोडक्सन यो पनि सबैको साझा कार्य हो भन्नाले जसले चाहिँ आफ्नो अधिकार आफ्नो अथोरिटी देखाउन सकुन् हैन रिप्रोडक्सनमा पनि आफ्नो अथोरिटी देखाउँछन् एजुकेसनमा पनि सबैको साझा अधिकार हुन्छ त्यसपछि चाहिँ अरू के हुन्छ रिलिजनमा पनि सबैको साझा अधिकार हुन्छ त्यसपछि चाहिँ अनि चाइल्ड रियरिङ बालबच्चाको पालन पोषणमा पनि एउटाले एउटा स्टाइलबाट पालन पोषण गर्ने अर्कोले अर्को स्टाइलबाट पालन पोषण स्टाइल चेन्ज हुन सक्छ तर मेन बेस आधार त एउटै हो नि सबै समाजले मान्नेवाला हो यो चाहिँ यिनी एक्टिभिटिजहरू चाहिँ घरेलु एक्टिभिटिजहरूमा पर्छ हैन त्यसपछि चाहिँ अ डोमेस्टिक युनिट इज अ बेसिक सोसियल युनिट इन द एभ्रीडे अफेयर्स अफ अ हाउसहोल्ड अर सब्जेक्ट कुनै पनि घरधुरी वा विषयको चाहिँ दैनिक कार्यहरूमा पर्ने एउटा सामाजिक एकाइ भनेको चाहिँ डोमेस्टिक युनिट हो त्यस्तो सामाजिक एकाइ हो जसले चाहिँ दैनिक जीवनको कार्यहरूलाई एउटा घरधुरीको दैनिक जीवनको कार्यहरूलाई संलग्न गर्छ घरेलु युनिट भनेको है त्यसपछि चाहिँ द डोमेस्टिक अफेयर्स अफ द डोमेस्टिक युनिट इज मोर salient social unit in which members acknowledge joint authority in domestic affairs. घरेलु कामकाजको लागि सदस्यहरूले साझा अधिकारलाई मान्ने हैन अपनाउने त्यो सामाजिक युनिट हो त्यस्तो सामाजिक एकाइ हो भनेर चाहिँ बुझ्नु पर्यो द कन्सेप्ट अफ डेभलपमेन्टल साइकल अफ डोमेस्टिक युनिट वाज पुट फरवर्ड बाई अमेरिकन एन्थ्रोपोलोजिस्ट मेयर फ्रेट्स त्यसपछि एउटा अमेरिकन एन्थ्रोपोलोजिस्टले यो घरेलु एकाइको चाहिँ विकासको चक्रको अवधारणाको बारेमा दिनुभएको थियो होइन अवधारणा दिनुभएको उहाँले चाहिँ के भन्नुभयो के गर्न खोजेको भन्दा यो के अरे डेभलपमेन्टल साइकल अफ डोमेस्टिक युनिटको कन्सेप्टलाई चाहिँ रिप्लेस गर्नको लागि के जुन आइडियल नोसन अफ हाउस होल्ड भन्ने कन्सेप्टलाई रिप्लेस गर्नको लागि यो डोमेस्टिक ग्रुपको कन्सेप्ट ल्याउनु भएको भन्नाले एउटा हुन्छ नि पहिलेबाट इतिहास हेर्दाखेरि चाहिँ ल यो हो एउटा आइडियल परिवार बाउ आमा छोरा छोरी यति नै हो एउटा आइडियल परिवार भन्ने जुन धारणा थियो त्यो चाहिँ अब बिस्तारै चाहिँ चेन्जिङ हुँदैछ यो चाहिँ घरेलु समूहको डेभलपमेन्ट चाहिँ चेन्ज हुँदैछ सिक्वेन्स अनुसार चेन्ज हुँदैछ भनेर चाहिँ यो अवधारणा ल्याउनको लागि डोमेस्टिक ग्रुप्सको कन्सेप्ट ल्याउनु भएको हो होइन अनि यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ एज अ फ्यामिली एनी डोमेस्टिक युनिट कम्स इन्टु एक्जिस्टेन्स आफ्टर म्यारिज अब सबै बेसबाट बुझ्न खोज्दा चाहिँ
कुनै पनि फ्यामिली बन्नको लागि सुरुमा त विवाह हुन पर्यो, दुईजना मान्छे सँगै आउनु पर्यो, उनीहरूले सँगै एक्टिभिटिजहरू सेयर गर्नु पर्यो, डेली लाइफ प्रोसेसेसहरू, लाइफ एक्टिभिटिजहरू सेयर गर्नु पर्यो होइन। भनेपछि स्टार्टिङ भयो म्यारिजबाट होइन। म्यारिजबाट स्टार्टिङ भयो, एउटा फ्यामिली बन्यो, त्यसपछि चाहिँ छोराछोरीहरू बालबच्चाहरूको जन्म हुन्छ, त्यसपछि चाहिँ फ्यामिली स्ट्रक्चर अलि बढ्यो होइन। अनि त्यो बालबच्चाको स्याहार सुसार गर्नुको लागि, अन्य घरेलु कामकाजहरू गर्नको लागि चाहिँ परिवारको अन्य सदस्यहरूको पनि फेरि एकजुट हुन्छ, जस्तै सासू हुनसक्यो, ससुरा हुनसक्यो, दाइ भाइ मामा माइजू, बुहारी नन्द, उनी अरू मेम्बरहरूको पनि एकजुट आउन सक्यो। त्यसले गर्दा चाहिँ फेरि इमोसनल सपोर्ट या झन् स्ट्रङ हुने भयो फ्यामिलीको स्ट्रक्चर र बेस होइन। अनि त्यसपछि के हुन्छ, जब जब त्यो छोराछोरी बढ्दै बढ्दै जान्छन्, त्यो फ्यामिली टुट्न थाल्छ, किनभने छोराछोरीहरू घर छोडेर अन्यत्र जान सक्छन्। अनि त्यो छोराछोरीहरूले आफ्नो छुट्टै फेरि फ्यामिली बनाउन सक्छन् होइन। फ्यामिली बन्छ, फ्यामिली तोडिन्छ। त्यस्तै गर्दा गर्दै क्रमिक रूपमा यो एउटा डोमेस्टिक साइकल चल्छ भनेर चाहिँ यो कन्सेप्ट बुझाउन खोज्नु भएको हो सुरुमा। र अब चाहिँ क्वेसनतर्फ जाऊँ। द आर्टिकल फ्यामिली एन्ड हाउसहोल्ड द एनालाइसिस अफ डोमेस्टिक ग्रुप्स 1979 has been presented by Sylvia Junko Yangisa. Developmental cycle according to various determinants are as follows. यो जुन डोमेस्टिक ग्रुप्सको डेभलपमेन्टल साइकल छ, यसलाई पनि निर्धारण गर्ने धेरै निर्धारकहरू छन् होइन। जुन यो सिल्भिया जुन्कोले लेख्नुभएको आर्टिकल अनुसार चाहिँ यो डोमेस्टिक ग्रुप्स घरेलु समूहहरूको चाहिँ विकासको लागि धेरै निर्धारकहरू छन्। ती निर्धारकहरूमध्ये निम्न तीनटा मुख्य निर्धारकहरू दिएका छन् भनेर भन्नुभएको छ। फर्स्टमा डेमोग्राफिक डिटर्मिनान्ट्स एन्ड द डेभलपमेन्टल साइकल अफ डोमेस्टिक ग्रुप्स, जनसाङ्ख्यिकीय निर्धारकहरू फर्स्टमा। सेकेन्डमा इकोनोमिक डिटर्मिनान्ट्स, आर्थिक निर्धारकहरू। र थर्डमा छ सोसियल स्ट्राटिफिकेसन एन्ड डेभलपमेन्टल साइकल, सामाजिक स्तरीकरण है, तीनटा छ। त्यसपछि चाहिँ अब हामीले जाऊँ फर्स्टमा डेमोग्राफिक डिटर्मिनान्ट्स एन्ड द डेभलपमेन्टल साइकल अफ डोमेस्टिक ग्रुप्स। Demographic processes influence the size and texture of domestic groups. It may cause obstacles to achieving a culturally ideal household or family type. जस्तो जनसाङ्ख्यिकीय प्रोसेसहरू के हुन सक्छ, एउटा जनसङ्ख्याले गर्ने कार्यहरू। अब उमेर हुन सक्यो होइन, जसरी पनि हामीले अब जनसङ्ख्यासँग जोड्न पर्यो नि त। जनसङ्ख्याको अब हाराबिगाहरूमा के पर्छ त, हामीले जनसङ्ख्या भनेर सोध्दा एउटा उमेर सोच्न सक्यो, एउटा विवाह सोच्न सक्यो होइन, एउटा चाहिँ वैवाहिक उमेर सोच्न सक्यो, एउटा चाहिँ फर्टिलिटी रेट सोच्न सक्यो होइन। त्यसपछि चाहिँ यही चारवटा तत्त्वले चाहिँ एउटा घरेलु समूहको विकास गर्न, त्यसलाई बढाउन या घटाउन, त्यसलाई रोक्न चाहिँ यिनीहरूले असर पार्दछन् भनेर बुझ्नु पर्यो है। जनसाङ्ख्यिकीय निर्धारकहरू के पर्यो भन्दा एज पर्यो, म्यारिज एक्सपेक्टेन्सी पर्यो, फर्टिलिटी रेट पर्यो होइन। त्यसपछि यिनीहरूले चाहिँ एउटा हाउसहोल्ड वा फ्यामिलीको कम्पोजिसनलाई एफेक्ट गर्छ। अनि इन अ सोसाइटी वेयर म्यारिज इज प्र्याक्टिस्ड सुनर अर लेटर, इन द्याट सोसाइटी द साइज अफ अ फ्यामिली अर हाउसहोल्ड इज बिगर। भन्नाले जुन सोसाइटीमा छिटै उमेरमा विवाह गरिन्छ, त्यो सोसाइटीमा सोसाइटीको मेम्बर्स या सोसाइटीको साइज ठुलो हुन सक्यो। जुन सोसाइटीमा थोरै उमेरमा बिहा गरिन्छ, के अरे धेरै उमेरमा बिहा गरिन्छ, त्यो सोसाइटीको चाहिँ स्ट्रक्चर पनि सानो हुने भयो। दोस्रोमा जानुभन्दा पहिला यहाँ हामीले एउटा इक्जाम्पल छ, जस्तो कि एग्रिकल्चरल एबन्डेन्स एक्जिस्ट इज अ हाउसहोल्ड to the consumer depending the number of dependent workers. Dependent children in a family increases while the number of adult worker decreases. The workforce of each family is to be cultivated more and work longer भनेको जस्तै कि कुनै ल फर इक्जाम्पल एउटा कृषि गरेर जीविकोपार्जन गर्ने परिवार छ होइन।
यदि त्यो परिवारमा डिपेन्डेन्ट चिल्ड्रेनहरू धेरै छन् भने त्यो परिवारको ठुलो एडल्ट पिपुलहरू छन् त्यसमा चाहिँ वर्कलोड बढी हुनसक्छ होइन। यदि चाहिँ डिपेन्डेन्ट चिल्ड्रेनहरू थोरै छन् भने त्यो ठुलो पिपुलहरूलाई पनि कामको भार कम हुनसक्छ यसरी बुझ्नु पर्यो है। इक्जाम्पलहरू दिँदै गर्नु होला। त्यसपछि चाहिँ इन एडिसन इन अ सोसाइटी वेयर हाउसहोल्ड आर द प्रोडक्सन युनिट अ फ्यु पर्सेन्ट अफ हाउसहोल्ड क्यान नट प्रोभाइड हेल्प अर सपोर्ट देमसेल्फ बिकज देयर इज अ हायर पोर्सन अफ डिपेन्डेन्स भनेको सोसाइटीमा चाहिँ यो एउटा सोसाइटीमा भएको घरधुरीहरूलाई एउटा उत्पादनको युनिट माने पनि यदि त्यो घरधुरीमा काम गर्न नसक्ने अरूको भरमा पर्ने मान्छेहरू त्यो मेम्बर्सहरू धेरै छन् भने त्यहाँको त्यो सोसाइटीको त्यो हाउसहोल्डको चाहिँ प्रोडक्सन उत्पादन कम हुनसक्छ। किनभने जनसङ्ख्या त यो उत्पादन गर्ने जनसङ्ख्या भन्दा त खपत गर्ने जनसङ्ख्या धेरै छन् होइन। डिपेन्डेन्ट जनसङ्ख्या धेरै छन् त्यसरी बुझ्नु पर्यो। दोस्रोमा छ इकोनोमिक डिटर्मिनेन्ट्स एन्ड डेभलपमेन्ट साइकल अफ डोमेस्टिक ग्रुप। यो आर्थिक निर्धारकहरू चाहिँ यो हामीले पहिल्यैबाट पढिराखेकै नै हो होइन। यसमा चाहिँ आर्थिक रूपमा एउटा एउटा घरेलु समूह विकसित हुनको लागि चाहिँ त्यसमा मुख्य भूमिका खेल्छ प्रोपर्टी सम्पत्तिले होइन, जग्गा जमिनले। अब पहिला के हुन्थ्यो भन्दाखेरि जग्गा जमिनलाई एउटा कानुनी रूपमा मात्रै लिइन्थ्यो होइन। तर अहिले चाहिँ के छ त्यो जग्गा जमिनलाई चाहिँ एउटा स्रोतको रूपमा एउटा टार्गेटको रूपमा लिइन्छ। त्यो जग्गा जमिन त्यो सम्पत्तिबाट कसरी चाहिँ अर्थ प्रफिट निकाल्न सकियोस् भनेर त्यसरी बुझिन्छ होइन। अब जस्तै त्यही हो जोसँग धेरै पैसा छ जो आर्थिक रूपमा सबल छ त्यसको चाहिँ डोमेस्टिक ग्रुप बढी हुन्छ भनेर त्यो डोमेस्टिक ग्रुप चाहिँ मोर स्टेबल हुन्छ होइन। त्यसरी बुझ्नु पर्यो। अनि एउटा इक्जाम्पल छ यो चाइनिज फ्यामिलीमा चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ यो सम्पत्तिको प्रोपर्टीको चाहिँ अधिकार चाहिँ बुवासँग मात्रै हुँदो रहेछ के भन्नाले लिगल रूपमा प्रोपर्टी त्यो बुवा नमरुन्जेलसम्म त्यो प्रोपर्टी बुवाकै नाममा हुनेवाला त्यस्तो रहेछ। मरिसकेपछि बल्ल लिगल्ली चाहिँ त्यो प्रोपर्टी छोराको नाममा सर्नेवाला त्यस्तो रहेछ। इक्जाम्पल एउटा बुझ्न सकियो होइन। To some, changes in economic system and family development cycle are closely linked. Joint or extended family existed when economic system in the society was based on agriculture. होइन भनेको चाहिँ यो आर्थिक इकोनोमिक सिस्टम र डेभलपमेन्टल साइकल चाहिँ क्लोजली रिलेटेड छ भनेर भन्ने कि इकोनोमिक सिस्टम कमजोर हुँदा जहाँ चाहिँ कृषि प्रधान थियो त्यति बेला के थियो भन्दा चाहिँ के अरे त्यति बेला सबै एकै ठाउँमा मिलेर बस्थे जोइन्ट फ्यामिली थियो होइन। अब एग्रिकल्चर अलि कम हुँदै गयो इन्डस्ट्रियलाइजेसन बढ्दै गयो तब के हुन्छ न्युक्लियर फ्यामिली सानो फ्यामिली र हाउसहोल्डको स्ट्रक्चर पनि सानो सानो हुँदै गयो भनेर यसरी बुझ्न पर्यो। तेस्रोमा छ सोसियल स्ट्राटिफिकेसन सामाजिक स्तरीकरण एन्ड डेभलपमेन्ट साइकल अफ डोमेस्टिक ग्रुप होइन। त्यसपछि द एनालाइसिस अफ सोसियल स्ट्राटिफिकेसन in terms of developmental cycle and organization of domestic group was ignored in the past because social structure based on the homogeneity of the communities was maintained। भनेको पहिलाको समयमा जुन ऐतिहासिक वा परम्परागत समाजमा चाहिँ के थियो भन्दा सबै समान थिए होमोजेनिटी थियो कुनै पनि स्तरीकरण थिएन। सबैले गुजारामुखी निर्वाहमुखी उत्पादन गरेर आफ्नो जीविका चलाइरहेको थिए आफ्नो घरेलु एकाइ बढाइरहेको थिए चलाइरहेको थिए। तर अब चाहिँ के भयो कास्ट आयो होइन कास्ट सिस्टम आयो त्यसपछि चाहिँ वेल्थ आयो एजुकेसन आयो इन्कम आयो प्रोफेसन आयो सोसियल ऱ्याङ्क आयो यिनी कुराले गर्दा चाहिँ समाजमा स्तरीकरण बढाइदियो। र अब स्तरीकरण भइसकेपछि अब हामीले यो घरेलु एकाइको पढ्दा या घरेलु एकाइको बारेमा विश्लेषण गर्दा चाहिँ हामीले यो सामाजिक स्तरीकरणलाई पनि ल्याउन पर्छ। किनभने यो स्तरीकरणले नै यो घरेलु एकाइको विकास हुने विस्थापन हुने या
उकास्ने काममा चाहिँ धेरै असर पारिरहेको छ हैन। अब जस्तै फर इक्जाम्पल इन फार्मिङ कम्युनिटिज सिंगल families have been found to exist while most families of landowners are found to be united in joint family। अब यो स्तरीकरणले के गरायो भन्दाखेरि किसानको समुदायमा चाहिँ सिंगल फ्यामिली के जस्तै बाउ-आमा, छोरा-छोरी मात्रै भएको फ्यामिलीहरू धेरै बढी देखियो रे। त्यसपछि चाहिँ यो जुन जोइन्ट फ्यामिलीहरू हरू चाहिँ कुन बेलामा देखियो अरे भन्दा चाहिँ जुन चाहिँ ल्यान्ड ओनर के जग्गा धनीहरूको चाहिँ जोइन्ट फ्यामिली देखियो र किसानहरूको चाहिँ सिंगल फ्यामिली देखियो अरे क्या। त्यसरी पनि यो वर्गीकरणले गर्दा पनि डोमेस्टिक ग्रुपको चाहिँ डेभलपमेन्टलाई अलिकति असर पारेको छ भनेर चाहिँ बुझ्नु पर्यो। अनि यति नै हो तीनटा, एउटा जनसाङ्ख्यिकीय निर्धारक, अर्को आर्थिक निर्धारक, त्यसपछि चाहिँ सामाजिक स्तरीकरण ले चाहिँ एउटा डोमेस्टिक ग्रुपको डेभलपमेन्टल साइकललाई कसरी असर पार्छ, कसरी निर्धारण गर्छ भनेर चाहिँ यति लेख्नु पर्यो। तेस्रो क्वेसन पनि मैले छोटकरीमा भनिदिन्छु। हाउ आर द फर्म्स एन्ड फङ्सन्स अफ हाउसहोल्ड गेटिङ चेन्ज्ड ओभर टाइम? डिस्कस अन बेसिस अफ यर ओन अब्जर्भेसन एन्ड विथ रेफरेन्स टु रिचार्ड विल्क एन्ड रोबर्ट नेटिङ 1984। यस्तो चाहिँ नेपालीमा के छ भन्दाखेरि फ्यामिलीको हाउसहोल्ड एउटा घरधुरीको चाहिँ यो फर्म्स र फङ्सन्स चाहिँ समयअनुसार कसरी चेन्ज भइरहेको छ, एउटा घरधुरीको आकार प्रकार र त्यसको चाहिँ फङ्सन कसरी चेन्ज भइरहेको छ त्यसको बारेमा व्याख्या गर्नुहोस् भनेर भन्नु पर्यो होइन। पहिला सुरुमा चाहिँ यो विल्क एन्ड नेटिङ प्रेजेन्टेड फलोइङ 5 भेरिएसन्स अफ चेन्जिङ फर्म्स एन्ड फङ्सन्स अफ हाउसहोल्ड। यिनी तल दिएका पाँचवटा कारणले चाहिँ हाउसहोल्डको चाहिँ फर्म्स र फङ्सन चेन्ज हुँदैछ। एउटा उत्पादनले पनि यो हाउसहोल्डमा भेरिएसन ल्याइदिएको छ भनेर बुझ्ने होइन। जसले चाहिँ जस्तो चाहिँ फर इक्जाम्पल कुनै पनि एउटा हाउसहोल्डले चाहिँ आफ्नो लेबर ग्रुप जुन उत्पादन गर्ने फोर्स हुन्छ नि लेबर, त्यो ग्रुपलाई चाहिँ लेबरलाई चाहिँ मिनिमम पार्छ। त्यो बेला जब चाहिँ उत्पादन अलिक कम हुन्छ या त्यो वर्ष चाहिँ उत्पादन अलिक कम भएको बेलामा चाहिँ आफ्नो लेबर पनि कम गर्छ। अनि उत्पादन बढी हुने बेलामा फाइदा बढी आउला जस्तो भएको बेलामा चाहिँ आफ्नो लेबर नम्बर इन्क्रिज गर्छ भनेर त्यो प्रोडक्सनकै उत्पादनले पनि हाउसहोल्डलाई डिटर्माइन गर्छ भनेर भन्ने। अर्को चाहिँ डिस्ट्रिब्युसन है, कतिको फैलावट छ भनेको चाहिँ एउटा उत्पादकदेखि चाहिँ कन्ज्युमरसम्म चाहिँ यो मेटेरियल्सहरू मुभ गर्ने बेलामा अब जति धेरै उत्पादन भयो त्यति धेरै डिस्ट्रिब्युसन हुन्छ, जति थोरै उत्पादन भयो त्यति थोरै डिस्ट्रिब्युसन हुन्छ। अनि त्यही भएर अब उत्पादन गर्न नसक्नेले चाहिँ के गर्छन् भन्दा एउटा पुलिङ गर्छन् के, POOLING पुलिङ अफ सोर्सेस अफ इन्कम गर्छन् भने सामूहिक रूपमा चाहिँ एउटा आर्थिक उत्पादनको एकाइ लिने अनि त्यसबाट चाहिँ प्रोडक्सन गर्ने डिस्ट्रिब्युसन गर्ने काम गर्छन्। अनि अर्को छ ट्रान्समिसन, एउटा सञ्चार होइन। अब रिसोर्सेसहरू प्रशस्त रूपमा भएको बेलामा अनि त्यसपछि चाहिँ गुड्सहरू धेरै भएको बेलामा अनि लेबरहरू पनि धेरै हुन्छन् होइन, लेबरहरूको सञ्चार पनि धेरै हुन्छ। र गुड्स रिसोर्सेस स्रोतहरू कम भएको बेलामा लेबरहरूको सञ्चार पनि कम हुन्छ भनेर बुझ्नु पर्यो। अब रिप्रोडक्सन भनेको चाहिँ रिप्रोडक्सन त बुझिराख्नु भयो, द टास्क इन्डेन्जर बाई रिप्रोडक्सन द्याट इज केयर फिडिङ एजुकेसन इमोसनल सपोर्ट अफ इन्फेन्ट एन्ड चिल्ड्रेन मस्ट एड टु एन्ड मोडिफाई द डिमान्ड्स अफ प्रोडक्सन डिस्ट्रिब्युसन एन्ड ट्रान्समिसन इन हाउस होल्ड। भनेको रिप्रोडक्सन जति धेरै भयो त्यति धेरै एउटा चाइल्डको फिडिङ गर्नु पर्यो, त्यसलाई स्याहार दिनु पर्यो होइन, इमोसनल सपोर्ट बढी हुन्छ। रिप्रोडक्सन जति कम भयो इमोसनल सपोर्ट त्यस्तो पनि कम हुन्छ। त्यसैले नै एउटा प्रोडक्सन डिस्ट्रिब्युसन ट्रान्समिसनलाई अप्ठ्यारो पारिरहेको हुन्छ होइन, एफेक्ट गरिरहेको हुन्छ। कोरेसिडेन्स भनेको चाहिँ कोरेसिडेन्स र हाउस होल्ड मेम्बरसिपलाई एउटै मानिन्छ। त्यसपछि चाहिँ अब यो हाउसहोल्ड जति धेरै मान्छे एकै ठाउँमा बसे त्यति धेरै चाहिँ हाउसहोल्डको साइज स्ट्रक्चर बढ्छ, जति थोरै बसे त्यति थोरै स्ट्रक्चर घट्छ भनेर बुझ्नु पर्यो। र यति नै थियो थर्ड क्वेसनको एन्सर चाहिँ प्रोडक्सन, डिस्ट्रिब्युसन, ट्रान्समिसन, रिप्रोडक्सन अनि कोरेसिडेन्स। थ्याङ्क यू। नेक्स्ट भिडियो भोलि आउनेछ।